नमस्कार साथीहरू, आज पनि म आइपुगेको छु हजुरहरूलाई एउटा अति राम्रो सब्जीको बारेमा जानकारी दिउँ भनेर। आज हजुरहरूले स्क्रिनमा देखिसक्नु भएको छ के को बारेमा म भन्न गइरहेकी छु। यो हो पेडालुको साग या गाभा। हामी नेपाली समाजमा यसलाई गाभा भनेर चिन्ने गर्छौँ। यो नेपाली भान्सामा बर्खायाममा अत्यन्तै बनाइने यस एक प्रकारको उत्तम सब्जी हो। यो हरेक भान्सामा पाक्ने गर्दछ। यो हाम्रो शरीरको लागि एकदम स्वास्थ्यजनक छ। यसबाट हामीहरूले भिटामिन ए, क्याल्सियम, कार्बोहाइड्रेट, सोडियम, पोटासियम, म्याग्नेसियम प्राप्त गर्दछौँ। यसले हाम्रो शरीरलाई नहुने तत्त्वहरू विकास गर्नको लागि धेरै महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ। आउनुहोस् है त जानौँ यसबाट हाम्रो शरीरमा मुख्य फाइदा के हुन्छ। भिटामिन एले आँखाको लागि एकदम फाइदाजनक छ। आँखाको तेजी, आँखाको ज्योति स्पष्ट अनि आँखाको मांसपेशीलाई तन्दुरुस्त राख्ने काम गर्दछ। क्याल्सियमले हड्डी मजबुत अनि प्रोटिन र हाम्रो शरीरको वृद्धि विकास हुनको लागि एकदम मद्दत गर्दछ। सोडियम, पोटासियम, म्याग्नेसियमले रगत सम्बन्धी हरेक समस्याहरूलाई टाढा राख्ने काम गर्दछ। कार्बोहाइड्रेट हजुरहरूलाई थाहै छ कार्बोहाइड्रेटले के गर्छ। कार्बोहाइड्रेटले हाम्रो शरीरको शक्ति दिने काम गर्दछ। कुनै पनि काम गर्नको लागि हामीलाई एनर्जी चाहिन्छ, त्यसले हामीलाई एनर्जी दिनेछ र यसले पातलो, दुब्लो, कमजोरी मानिसहरूलाई यसको प्रयोगले केही परिवर्तन गर्छ। यसमा पाइने फस्फोरस पाइने हुन्छ र यसबाट दाँत हड्डीमा बहुत ठुलो योगदान गर्दछ। अनि पेट सम्बन्धी कोही पनि समस्याबाट टाढा राख्दछ। यसले पेटमा जलन हुन दिँदैन। पेटमा भएका किराहरूलाई पनि निष्कासन गर्ने काम गर्दछ। यसले यस्ता रोगीहरूले खान हुँदैन जसको छालामा एलर्जी छ, जसको घाउ खटिरा, जसको चोटपटक लागेको छ, कोहीको अपरेसन गर्दा शरीरमा चोट बनाइएको छ। त्यो बिरामीले यो खाँदाखेरि यसको त्यो अलि धेरै बल्झिने काम गर्दछ। त्यसैले सही तरकारीको सही सदुपयोग गर्न जान्नुपर्दछ र निरोगी हुनबाट बच्न सकिन्छ। गाउँघरमै फलेका उम्रेका गाउँघरमै उत्पादित हरिया ताजा सब्जीहरू खाने बानी बसालौँ र शरीरलाई निरोगी बनाऊ। रोगी भएर हस्पिटल जानुभन्दा निरोगी भएर खुसी साथ गाउँघरमै बस्नु ठिक हुन्छ। त्यसैले हरिया ताजा सब्जीहरूको सही सदुपयोग गरौँ। यस्तै जानकारी दिनलाई म फेरि आइहाल्ने छु। मेरो टिप्स मन परेमा लाइक गरिदिनु होला, सब्सक्राइब, सेयर गरिदिनु होला। हस्त नमस्कार।